जम्मै साउ कान्छको यो साउ कान्छको यो यिनीहरू जम्मै साउ कान्छको यो 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 हाम्रो कम्ती थियो अहिले खुट्टाले तालु किरिङाला मरल त त्यो त वहीँ जानुपर्छ नि फेरि यो बाटो यस्तो आउँदो रहेछ कहाँ वहीँ पुग्नु पऱ्यो माथि अब माथि पुग्नु पऱ्यो फेरि यो र मेरो बाछा हो लौनी स्वानी फेरि गेले छ फेरि यो काला बाबुको दिन्छ रे यो त्यो त अब यो भाँचिसकेर दबाएर बसेर भन काट्नु पास काट्ने हो कि गोबर है बा रिथोबा हां री छोरी बा आले में ओ साला ओ ये ना छोटी दादा तो यार धारा गड़ी के आगे ए कौन आ गई चल झाड़ी बात अरे जाने बात है आगे कल बात है कोई आ जाए कर मिस्टर भाई भनेको अब गरेर लाइदियो रे मिस्टर भाइ सिग्नल लाइदा टाइम लाग्छ नि दाजु सबै अहिले भन्दा त के हो मिस्टर भाइ गरेर ला ए हो न अब पोखरा बसे भयो पो गुरुङ भाषा अलि आउँछ हैन उभिँदै चिसोमा के बस्ने वास्तवको हो कि हैन त्यो वास्तवको हो कि हैन दिने हो बेच्ने हो मलाई बाँस क्या 5-6 वटा चाहिएको थियो क्या हामीलाई 6-7 वटा चाहिएको थियो भनेको त्यहाँ के गर्छ त त्यो जति काट्यो उति आउँछ हो त काट्ने ठाउँ कस्तो छ फेरि भिड हो नि यहाँदेखि चल्दाखेरि बुझाइ भिड हो कि प्रब्लम छ बाटो लगाएर आउने खोइ त ठुल्ठुलै देख्दैन त पछि यता पनि आइपुग्यो ल बाँस त यही हो कसरी काट्ने घामर त राम्रै छ है छेउछेउ बाटो पनि जानु छ बाँस यही हो ल ठ्याक्क पानी त यही ठिक हुन्थ्यो होला अब त राम्रो भएछ त यार हर्दी नि राम्रो छ नि के अरे अदुवा अब सुहाउँदो सबको दो आधामा थियो बाबु बाबु
केटा आए तो